यो चाहिँ पिरो टक्क मिठो सुपवाला मासु बनेको छ। अनि यसको लागि चाहिँ हामीले यसमा चाहिँ 8 किलो चिकनको मासु रहेको छ। हामीले चाहिँ एकैचोटि धेरै बनाएर बेच्नको लागि एकदम धेरै बनाउँदै छौं है। यो चाहिँ हामीले फेस्टिभलको लागि हो। अनि यो जापानमा चाहिँ नेपाली रेउरी खारे राइस बनाएर बेच्नलाई चाहिँ यो बनाउँदै छौं है। अनि यसमा चाहिँ आवश्यकता अनुसार तेल हालेपछि जिरा अनि खडा मसलाहरू हालेर तेलमा फुरायो भने चाहिँ एकदमै यसको बास्ना आउँछ के खारे राइस पाक्दैछ है भनेर। यति बेला कहाँसम्म बास्ना गइसक्यो होला। यहाँ फेरि सबैजनाले हामी नेपालीहरू कमै बस्छ के अनि यहाँ खारे राइस पाक्दैछ भनेर थाहा पाउँछ नि फेरि बास्नाले पनि। अनि यसमा चाहिँ त्यो फुराइसकेपछि मासु हालेर राम्रोसँग चलाउने। अनि चलाएपछि हामीले यति जति प्याज चाहिँ त्यो मासुको लागि रेडी बनायौं किनभने जापानमा महँगो छ क्या। अनि यो प्याजसँगै यो पिसेको लसुन र अदुवाहरूको पेस्टी अनि यो प्याजलाई चाहिँ फुराउने। अनि धेरै प्याज राख्दा पनि राम्रो हुन्छ नि, तर यहाँ जापानमा चाहिँ अलि महँगो भएर हामीले त्यति धेरै हैन कि ठिक्क ठिक्कको बनाउने विचार गरेर यति जति राख्यौं। तपाईहरुले बनाउँदा अझै धेरै राख्नु पनि सक्नुहुन्छ मासु अनुसारकै। अनि यसलाई रातो हुँदासम्म चलाएर फुट्ने। यतिको कलर आयो भने चाहिँ यसमा चाहिँ पिसेको लसुन र अदुवाको पेस्टी बनाएर यसलाई पनि मज्जाले चलाउने पकाउने। अनि यो पाक्यो भन्ने जतिको टाइममा यसमा मरमसलाहरू पनि यति बेलामा राख्न पनि सकियो। अनि अझै धेरै पकाएर राख्न पनि सकिन्छ। हामीले यसमा बेसार अनि मसला धनियाको पाउडर मिट मसलाको धुलो अनि त्यसपछि नुनहरू हामीले आवश्यकता अनुसार राख्यौं। अनि यसलाई मज्जाले पकाएर धेरै बेरसम्म पाकेर त्यो लसुनको पेस्टीहरू पनि पाक्यो भने चाहिँ अनि मसलाहरू पनि पाक्छ। त्यसपछि चाहिँ हामीले यसमा टमाटर राख्ने। अनि टमाटर पनि हामीले चाहिँ ग्रेभी बनाउँदा सजिलो होस् भनेर मिक्सचरमा पिस्यौं। लगभग यसमा 1.5 केजी जति टमाटर छ होला। हामीले चाहिँ क्यानको टमाटर ल्याएर युज गरेको हो। जापानमा चाहिँ ताजा टमाटर पाउन पनि गाह्रो छ अनि महँगो पनि भएकोले हामीले चाहिँ क्यानको टमाटर लिएर युज गर्यौं। अनि यसरी पेस्ट बनाएर मज्जाले पाक्योपछि अनि मासु हामीले छुट्टै भुटेर रातो बनाएको मासुमा यो राखेर अनि यसलाई मज्जाले चलायौं। त्यसपछि चाहिँ यसमा आवश्यकता अनुसारको तातो पानी राख्नुहोस्। चिसो पानी राखे पनि हुन्छ, तर यसको टेस्ट चाहिँ फरक नहोस् नबिग्रियोस् भनेर हामीले चाहिँ तातो पानी राख्यौं। अनि यसमा स्वाद अनुसारको नुनहरू खुर्सानी सबै मिलाएर एकदम मिठो देखिएको छैन त हेर्नुस् त। अब हामीले चाहिँ आफूले बनाएर हो कि किन हो खादा पनि एकदम टेस्टी भएको थियो। अनि यसलाई चाहिँ हामीले एउटा प्राइज दिएर बेचेका छौं मेलामा पनि। अनि तपाईहरुले चाहिँ जापानमा यसलाई कति जतिमा बेच्दा ठीक होला कमेन्ट गर्नुस् है। हामी नेक्स्ट टाइमबाट त्यही अनुसारको प्राइजमा बेच्छौं। तपाईहरु पनि मेला पर्व बिहे आदिमा यसरी नै मासु बनाउनु पर्यो भने यो भिडियो हेर्दै बनाउन पनि सक्नुहुन्छ। अनि यो भन्दा राम्रो तरिकाले पनि तपाईहरुलाई बनाउन आउँछ होला कमेन्ट गर्नुस् है। हामी पनि तपाईहरुबाट केही कुरा सिक्ने छौं। अनि अन्तिममा भिडियो हेर्नुहुने तपाईहरु सम्पूर्णलाई धन्यवाद। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला है।